यदि कसैले आफ्नो स्वास्नीलाई मात्रै अथाह प्रेम गर्छ, माया दिन्छ भने भगवान राम भनिन्छ। अर्काको स्वास्नीबाट पनि केही मायाको आश गर्छ भने आशाराम भनिन्छ। को कहाँ गएको छ, अर्काको स्वास्नीहरू के गरेको छ, कोसँग बसेको छ भन्दै चियो चर्चा गर्ने र रातभरि अनिदो बस्नेलाई जागाराम भनिन्छ। अर्काको स्वास्नीलाई लपार्ने, माया ममता देखाउने र भगाएर लानेलाई बलराम भनिन्छ। अर्काको चियो चर्चा गरेको थाहा पाएर स्वास्नीले दिन्छ भने दुखीराम भनिन्छ। त्यस्तै गरी अर्काको चियो चर्चामै लागेर आफ्नो स्वास्नी सहित टाप बसेको थाहा पाउँदैन भने उसलाई चिल्लाराम भनिन्छ। अब भन्नुहोस् तपाईँ कुन रामभित्र पर्नुभयो?